आदरणीय पत्रकार साथीहरू, यहाँहरू सबैलाई यो हाम्रो आजको पत्रकार सम्मेलनमा मैले सबैभन्दा पहिले स्वागत गर्न चाहन्छु। हामी बाइसाइकल पिस र्यालीको आयोजना गर्न गइरहेका छौँ र श्री पवित्र परम पूजनीय श्री स्याल्पा तेन्जिङ रिम्पोछेको चाहिँ यो सदिक्षामा एउटा बाइसाइकल पिस र्याली हुँदैछ र त्यसको बारेमा श्री रिम्पोछेले यहाँहरूलाई भन्नु नै हुँदैछ। त्योभन्दा पहिला मैले उहाँको सामान्य एउटा परिचय गराउन चाहेँ। श्री परम पूजनीय श्री स्याल्पा तेन्जिङ रिम्पोछेज्यू अमेरिकाको हार्वर्ड युनिभर्सिटी, कोलम्बिया युनिभर्सिटी, त्यसै गरी स्ट्यानफोर्ड युनिभर्सिटीमा थुप्रै विश्व शान्ति सम्बन्धी, भगवान बुद्धको शिक्षा सम्बन्धी शिक्षाहरू धेरै वर्षसम्म दिँदै आउनुभएको छ। त्यसै गरी युनाइटेड नेसन, संयुक्त राष्ट्रसङ्घका विभिन्न अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू, द वर्ल्ड इकोनोमिक फोरम, स्विजरल्यान्ड डाभोस लगायत जेनेभामा पनि उहाँले थुप्रै खालको यो विश्व शान्तिको लागि चाहिँ आफ्नो आवाज उठाउँदै आइरहनु भएको छ। त्यसै गरी अमेरिकाको व्हाइट हाउसमा पनि रिम्पोछेले थुप्रै क्लासहरू विश्व शान्तिको बारेमा दिइसक्नु भएको छ। त्यसैले सबभन्दा पहिले मैले आदरणीय श्री पूजनीय स्याल्पा तेन्जिङ रिम्पोछेलाई हाम्रो बाइसाइकल र्यालीको बारेमा केही शब्द राखिदिनु। पत्रकार साथी, त्यहाँ उपस्थित सबैजना, धेरै जस्तो मैले पहिला फर्स्ट टाइम भेट्ने मौका पाएँ। धेरै खुसी छु, धेरै धेरै धन्यवाद। अनि तपाईँहरू सबै नेपाल देशको लागि अनि विश्वभरिको लागि धेरै इम्पोर्टेन्ट स्कॉलर and news reporter हो। So I want to let you know, मेरो तर्फबाट धेरै धेरै रेस्पेक्ट छ तपाईँहरू सबैको। अनि तपाईँहरू सबैको ब्याकग्राउन्ड राम्रो गरेर नबुझ्यो भने तपाईँको प्रोफेसन चाहिँ यस्तो इम्पोर्टेन्ट प्रोफेसन हो। अनि मैले धेरै पत्रकार विश्वभरि पत्रकार धेरै भेटियो, सबैले म त्यही भन्छु। फ्रम माई साइड आई हेभ द बिगेस्ट रेस्पेक्ट। अनि म तपाईँको नेपाल मिडिया एसोसिएसनको एडभाइजर पनि हो। मेरोसँग कार्ड पनि छ होइन। मैले त धेरै योगदान, धेरै सपोर्ट त के अहिलेसम्म गर्न सकेको छैन, बट आई एम योर फ्रेन्ड। So I'm very happy to always be with media personalities. ये होइन कि मेरो लागि तपाईँलाई के न के लेख्ने पर्छ, मेरो फेम हो भने त्यसै कारणले म तपाईँसँग फ्रेन्डलीमा बसेको होइन। अनि whatever I do, I try to do for the benefit of greater good होइन। अनि आज पनि यहाँ तपाईँहरू सबै यहाँ आएर अनि हाम्रो यो कार्यक्रमको लागि अनि के न के समाचार सबैले भन्नेको लागि आएको छ। अनि धेरै धेरै धन्यवाद, धेरै धेरै खुसी छु। अनि यो चाहिँ तपाईँको कर्तव्य पनि हो होइन। विश्व शान्ति र मन शान्ति, and how to achieve world peace through inner peace, यो चाहिँ मेरो मात्रैको लागि होइन, मेरो काम मात्र होइन, यो हामी सबैको जिम्मेवारी छ। विश्व शान्ति कसरी लिने, तपाईँको एक अक्षर, तपाईँ कलमबाट एक अक्षर लिने सुरु गर्ने बेलामा तपाईँसँग रेस्पोन्सिबिलिटी छ कि तपाईँ यही लेख्ने बेलामा आफ्नो मनको शान्ति र अनि विश्व शान्तिको लागि के गर्न सक्छ, सत्य मार्गी भएर अनि शान्तिपूर्ण रूपमा कसरी लेख्ने, के लेख्ने, लेखेपछि कसरी तपाईँले इन्सपायर गर्न सक्छ भने तपाईँको सोचमा त्यही छ। त्यही कारणले त प्रोफेसन यही लिएको छ। नत्र तपाईँ ठुल्ठुलो बिजनेसम्यान गरेर तपाईँ प्रफिट धेरै खाएर बस्नु पनि सक्ने हो, नत्र तपाईँ पोलिटिसियन गरेर ठुल्ठुलो पावरमा लडेर बस्न सक्ने पनि हो। तपाईँ यो सबै काम छोडेर आफ्ना यही रोगमा, यही बाटोमा, यही मार्गमा अघि जानेको कारण चाहिँ तपाईँहरूको एउटा शब्द पनि धेरै मान्छेले फाइदा हुने भनेर सोच। त्यही कारण तपाईँले प्रोफेसनलिस्टमा आएको हो, त्यस्तो थाहा छ। अब अहिले थाहा छ नि, तपाईँहरू विश्वभरिमा युद्ध, द्वन्द्व
को कारणले कति कति मान्छेकोलाई कति कति दुःख पाएको छ होइन, कति कति अलि मान्छे मरेको छ होइन। हामी नेपालमा पनि कति कति होइन दुःख पायो होइन, इतिहासमा नेपालीको इतिहासमा पनि होइन। अनि नेपालमा अलि त युद्ध छैन, अलि त वार छैन, एक्सटर्नल वार छैन, इन्टरनल त वार छ, जहिले पनि इन्टरनल वार छ। बट एक्सटर्नल वार नभए पनि हामी विश्वभरमा धेरै मान्छे धेरै दुःख पाउँछ होइन। अनि त्यही इनोसेन्ट मान्छेहरूको धेरै दुःख पाउँछ। अब यो नेपाल चाहिँ हामी यस्तो पवित्र भूमि हो, नेपाली सबै यस्तो भाग्यमानी हो कि नेपालमा नि त्यही लाइट अफ एसिया, एपिस्टल अफ पिस भन्ने बुद्ध जन्मभूमि यही हो। अब बुद्धको सन्देश दिएर हामी नेपालीको इज्जत अनि नेपालीको परिचय विश्वभरिमा दिने मात्र होइन, यस्तो खालको हामीले परिचय दिने सक्ने हामीसँग सम्भावना छ कि दुनियाँ कहीँ पनि यस्तो छैन। त्यही कारण हाम्रो के चाहिन्छ भने हामी सबैले यो मौका लिने, हामी नेपाली सिटिजन होइन, नेपालको दाजुभाइ दिदीबहिनी सबैलाई यही मौका लिएर हामी चाहिँ शान्ति मार्गी होइन, हामी चाहिँ अहिंसा बाटोमा जाने भगवान बुद्धको लिडरसिपबाट हामी पनि यहाँ जन्म लियो। त्यही कारण हामीसँग अर्को खालको जिम्मेवारी छ भन्ने सोच राखेर हामी अघि बढ्नु पर्ने जस्तो मलाई लाग्छ। अहिले विश्वभरिमा माउन्ट एभरेस्ट गर्ने चिनेको छ, त्यतिले पुग्दैन। माउन्ट एभरेस्ट गर्ने चिनेको मान्छे कति यहाँ दिनमा या वर्षमा महिनामा कति मान्छे आउँछ? धेरै मान्छे आयो भने 1 लाख मान्छे आउँछ। हामी 1 लाख 2 लाख टुरिस्ट हामीले पुग्नेवाला होइन। यहाँ करोडौँ आउने पर्ने छ नेपाल विकासको लागि। नेपाल विकासको लागि हामीले परिचय दिने सानी चाहिँ माउन्ट एभरेस्टबाट, लुम्बिनीबाट, पशुपतिनाथ टेम्पलबाट, शम्भुनाथ त्यसो टेम्पलबाट हामीले दुनियाँभरिमा हामीले परिचय दिने सानीको हामीसँग यो सम्भावना छ, हामीसँग रिसोर्स छ। त्यही कारणले अलि यस्तो गाह्रो यस्तो क्रिटिकल टाइममा हिस्ट्रीमा विश्वभरिमा यस्तो द्वन्द्व युद्ध हुनेको बेलामा बुद्ध भगवानको जन्मदिन बुद्ध जयन्ती हामीले मौका लिएर अनि विश्व शान्तिको लागि प्रचार विश्व शान्तिको सन्देश चाहिँ हामीले चलाउनै पर्छ भन्ने मेरो सोच थियो। त्यही राखेर यहाँदेखि सकेसम्म 108 जना बाइसाइकलिस्ट अनि काठमाडौँबाट लिएर गएर लुम्बिनीसम्म पुग्ने, बुद्ध जयन्तीको बेलामा त्यहाँ पुगेर हाम्रो प्रधानमन्त्री बालन शाह र पर्यटन मन्त्री उनीहरू त्यहाँ पुग्ने बेलामा हामी पनि त्यहाँ पुगेर हामी मिलेर अनि देशको विकासको लागि, यहाँ देशको सुख शान्तिको लागि, विश्वभरिको सुख शान्तिको लागि हामी एउटा यस्तो कार्यक्रम राख्नुपर्छ भनेर हामीसँग एक्सपिरियन्स नभए पनि, हामीसँग रिसोर्स धेरै नभए पनि हामी यही अघि बढ्दैछौँ। त्यसमा तपाईँ सबै पनि धेरै इन्ट्रेस्ट छ होला भनेर हामी अलि कन्फरेन्स एन्ड प्रेस कन्फरेन्स राख्नेको कारण एउटा चाहिँ त्यही हो। अनि त्यही दिन बुद्ध जयन्तीको समारोहमा हामी त्यहाँ पुगेर मैले अलि त्यहाँ लुम्बिनी डेभलपमेन्ट ट्रस्ट र पर्यटन मन्त्री उनीहरू सबैले मैले भनिसकेको छु, नेपाल टुरिज्म बोर्डमा पनि मैले कुरा राखेको छु। यसबारे चाहिँ अनि नेता प्रधानमन्त्रीदेखि सबैजना त्यहाँ आउने बेलामा त्यहाँ भाषण मात्रै नदिएर जहाँ माया देवी हाम्रो एउटा ओमकार परिवारको आमाले आफ्ना जान दिएर हामीले त्यहाँ जन्म दिनेको ठाउँ ये पवित्र भूमि तपोवनमा आएर हामी सबै धेरै नभए पनि आधी घन्टा जति मेडिटेसन गर्ने पर्छ। बालन शाहले पनि मेडिटेसन गर्ने पर्छ। त्यही चाहिँ अनि विश्वभरिमा भाइरल जानेको लागि हामी देश यस्तो हो, हामी मिसाल लिएर होइन ट्याङ्क लिएर
हामी अघि बढ्ने देश होइन। हामी चाहिँ यहाँ शान्ति मार्ग हो, माया र करुणा होइन, कम्प्यासन र विजडम हो, इनर पिसबाट हामी देशको सुरक्षा, देशको विकास, विश्वको शान्तिको लागि हामी यस्तो गर्ने चाहन्छु, यस्तो गर्दैछु भनेर हामीले सबैले यो नमुना जस्तो एउटा देखाउने पाओस् भनेर मेरो यो प्रस्ताव चाहिँ मैले राखेको छु। मैले सुनेको छु त्यही अनुसार लुम्बिनीमा बुद्ध जयन्तीको दिनमा बिहान 5 बजे 5 बजे हाम्रो बालन शाह र पर्यटन मन्त्री र लुम्बिनी विकास कोष र सबै नेता, सबै भिक्षु भिक्षुनी सबै आएर त्यहाँ मेडिटेसन गर्ने रहेछ। आज भर्खर म लुम्बिनीबाट आयो अनि हिजो त्यहाँ गएर सबै मैले हेऱ्यो कस्तो हुँदो रहेछ। आज पनि यहाँ पुगेर तपाईँलाई त्यही समाचार दिन चाहन्छु। जति सक्छ होइन, सबैले त बाइसाइकलमा त जान सक्दैन होला, या बसमा होइन, या एरोप्लेनमा त्यहाँ आएर होइन, या मोटरसाइकलमा आएर सबैजना यसबारे हामी सबैले मैले के रिक्वेस्ट गर्न चाहन्छु भने तपाईँ सबैजना लुम्बिनीमा आओस् भन्ने मेरो रिक्वेस्ट। त्यही आउन सकेपछि सबैले हामी इनर्जी एकचोटि हामी सबै मेडिटेसन गर्नेको इनर्जी चाहिँ विश्वभरिमा पार्ने। अनि यो चाहिँ तपाईँको सँग रेस्पोन्सिबिलिटी छ, या तपाईँको अनलाइनबाट या प्रिन्टबाट याबाट टेलिभिजनबाट युट्युबबाट प्लिज सेन्ड दिस मेसेज टु द वर्ल्ड होइन। र यस्तो मौका चाहिँ सधैँ आउनेवाला होइन। अनि अलि मौका आउने भयो भने सबैले यो मौका फाइदा उठाउन सक्ने पनि काम छ। हामीले फाइदा उठाउनेको लागि अहिले यो कार्यक्रम राखेको छ। यहाँदेखि 4 दिन यस्तो गर्मी, यस्तो स्वेटी, यस्तो पहाड माथि तल बाइसाइकल जाने मान्छे पनि उनीहरूको धेरै गाह्रो छ, सजिलो होइन होइन। त्यसको लागि पनि हामी धेरै रेस्पेक्ट गरेर ठाउँमा त्यहाँ होमस्टे त्यस्तोमा खाना तातो खाना पाकेर दिने खोजेको छु। अनि कोठा पनि अलिकति धेरै गर्मी नहुने ठाउँमा, अलिकति एसी भएको ठाउँमा राख्ने प्रयास गर्दैछु। जस्तो हामीले ट्राई गर्दैछु, जति हामीले बाइसाइकल राइडर पाउँछ त्यस सबैलाई हामी त्यस्तो दिने प्रयास गर्दैछौँ। अनि त्यसमा चाहिँ नेपाल टुरिज्म बोर्ड हाम्रो पार्टनर हो, एनसेल हाम्रो पार्टनर हो, लुम्बिनी प्यालेस हाम्रो पार्टनर हो। अनि त्यस्तो हाम्रो 4-5 पार्टनर छ। अनि त्यो दिनको लागि लङथाङबाट हामी पानी लिएर आएर पानी पनि भर्ने हामीले प्रयास गर्दैछौँ। अब नेपाल हामी यस्तो देश, हामी सबै चिज छ। हेर्नुहोस् न, लङथाङको पानी लिएर लुम्बिनीमा पानी 1 लाख मान्छे आयो भने पानी दिने त्यो देश कहाँ त्यस्तो पाउँछ? नेपालमा मात्रै पाउँछ होइन। सो त्यस्तो पनि हामी व्यवस्था गर्दैछौँ। स्ट्यान्डर्ड चाहिँ हाई स्ट्यान्डर्डमा लिएर हामीले अलिकति देशको लागि होइन, विश्व शान्तिको लागि अलिकति के गर्न सक्छ भने हामी लागेको छौँ। अहिलेसम्म राम्रो हुँदै गयो। अझै पनि हामीले अझै बाइसाइकल राइडर चाहियो। त्यसले कारण तपाईँलाई तुरन्त यो न्युज भइसकेपछि बाइसाइकल राइडर रेजिस्ट्रेसनको लागि तपाईँहरूलाई अलिकति सहयोग पनि पुग्न सक्छ जस्तो लाग्छ। त्यही कारणले हामी अझै नै गर्नुपर्छ भनेर यो प्रेस कन्फरेन्स गरेको हो। बाइसाइकल राइड बिहान 7 बजे 6:45मा त्यहाँ स्वयम्भूमा पुगेर त्यहाँबाट अलिकति कार्यक्रम राखेर अनि जाने हो। त्यहाँ बिहान 6:45मा जति सकेसम्म बाइसाइकल लुम्बिनीसम्म जाने नसके पनि त्यो 5 किलोमिटरको लागि रेगुलर बाइसाइकलवाला पनि हामी इन्भाइट गर्न चाहन्छौँ। किनभने त्यही दिन मिडियाहरू सबै आएर यहाँबाट हामी यस्तो पठाउँदैछु भनेर त्यहाँ हजारौँ बाइसाइकल आउन सकेपछि राम्रो हुन्छ। यो जुलुसको लागि होइन, यो चाहिँ पिसको लागि हो। झन् राम्रो सन्देश पनि जान्छ, राम्रो समाचार पनि हुन्छ। त्यो बिहान त्यहाँबाट पठाउने। अनि त्यसको सँगै बाइसाइकल नभए पनि पिस लभिङ होइन,
जति मान्छे नेता एमपी पार्लियामेन्ट मेम्बरहरू आइसकेपछि पनि राम्रो छ, ब्युरोक्रेटहरू आउन सकेपछि राम्रो छ, भिक्षु भिक्षुनीहरू आउन सकेपछि राम्रो छ, बिजनेसम्यानहरू आउने पनि सकेपछि राम्रो छ। जति सकेसम्म त्यहाँ पुगेर हामी यस्तो खालको एउटा सुरु गर्दा उद्घाटन गर्ने भनेर हाम्रो चाहिँ आशा त्यस्तो राख्नु छ। त्यसमा पनि तपाईँले अलिकति जोरदार इन्सपिरेसनमा लेख्न सकेपछि यो पनि फाइदा हुन्छ, किनभने यो सब हाम्रो भित्रबाट आएको कुरा हो अनि यो चाहिँ प्योर हो। अनि त्यहाँ त्यही दिन लुम्बिनीमा हामी पुगिसकेपछि यहाँबाट 4 ठाउँमा हामीहरू राति बसेर जाने हो। त्यहाँ पुगिसकेपछि त्यही दिन हामी बुद्ध जयन्ती त्यो मायादेवीको टेम्पलमा मेडिटेसन गर्ने, त्यहाँ अलिक कार्यक्रम हुन्छ, 2 घन्टा 3 घन्टा कार्यक्रम हुन्छ। नेक्स्ट डे सैटरडेमा हाम्रो विश्व शान्ति धाम लुम्बिनीमा बनाउँदैछु। यही चाहिँ यसको कन्स्ट्रक्सन चाहिँ 25% जति कन्स्ट्रक्सन भइसक्यो। त्यहाँ अलि प्लेटफर्म छ, त्यो प्लेटफर्म हामीले डलन गरिसक्यो। त्यहाँ करिब 1500 जना जति बस्न सक्नेको ठाउँ छ। अनि त्यो स्टेजमा अलि धेरै नभए पनि 200-300 जना भिआइपी लोकल लिडरहरू पनि इन्भाइट गरेर, प्रोफेसरहरू इन्भाइट गरेर, पत्रकारहरू इन्भाइट गरेर हामीले एउटा बिहान 6 बजे मेडिटेसन अनि 7 बजे मेडिटेसन गरिसकेको 7 बजे पूर्ण मुक्तिको मार्ग भने मेरो किताब चाहिँ विमोचन हुँदैछ। अनि इङ्ग्लिसमा द पाथ टु पर्फेक्ट फ्रिडम, यो पाथ टु पर्फेक्ट फ्रिडम र यो चाहिँ हामीले त्यहाँ विमोचन गर्ने प्लान छ। अनि त्यसको चाहिँ हाम्रो चिफ गेस्ट चाहिँ प्रधानमन्त्री कन्फर्म छ। अनि प्राइम मिनिस्टर कति त्यो राति त्यहाँ बस्छ कि बस्दैन मलाई थाहा छैन। हामी प्रधानमन्त्रीको रिक्वेस्ट गर्छौँ। यो अर्को त के छैन, यहाँ लेखेको छ पाथ टु पर्फेक्ट फ्रिडम भन्ने लेखेको छ, त्यसको शान्तिको रिलेसन छ। पर्फेक्ट फ्रिडम भने शान्ति नै प्राप्त गर्नको लागि। त्यो नेपालीमा ट्रान्सलेसन गर्ने हामी पूर्ण मुक्तिको मार्ग भन्ने ट्रान्सलेसन गरेको छ। त्यही पनि तपाईँहरूलाई कस्तो लाग्छ, ट्रान्सलेसन राम्रो लाग्छ कि तपाईँलाई सबै थाहा हुन्छ। थ्याङ्क यू। अनि यो कार्यक्रम चाहिँ हामी गरेर अघि बढ्दैछौँ। अनि अर्को चिज के भन्न चाहन्छु भने म चाहिँ एउटा सिम्पल लामा हो। त्यही पनि मैले नेपाल देश चाहिँ हेर्नु न अलिक पानी पर्यो अनि हिजो 2 दिन अलिकति गर्मी छ होइन, अब पानी परेछ भोलि पर्छ त कस्तो राम्रो यहाँ हुन्छ होइन। म अलि भर्खर अनि यस्टरडे डे बिफोर यस्टरडे हिजो म लुम्बिनी डे बिफोर यस्टरडे म लन्डनबाट आयो। अनि लन्डनमा यति फेमस छ, यहाँ नेपाल जस्तो सुख छैन, नेपाल जस्तो वेदर छैन, नेपाल जस्तो यस्तो पवित्र पनि होइन रहेछ। त्यहाँ राजा रानी त्यस्तोको दरबार त राम्रो छ, बट त्यही भन्दा हाम्रो यहाँ नेपाल जस्तो काहीँ पनि छैन। त्यसको अगाडि जिनिभामा म थियो, त्यहाँ लन्डन जाने अगाडि जिनिभामा पनि हामी विश्व शान्ति धामको फाउन्डेसन चाहिँ हामीले त्यहाँ इस्टाब्लिस गरेको छौँ। विश्व शान्ति धाम यो चाहिँ लुम्बिनीमा सेङ्चुरी बनाउँदैछु। त्यसको फाउन्डेसनको हेडक्वार्टर चाहिँ एउटा जिनिभामा, विश्वमा सबैजना शान्ति मार्ग सबैजनाको लागि हामी फाउन्डेसन राखेको छौँ। अनि त्यसमा चाहिँ हामीले सकेसम्म चाँडै हामी त्यहाँ वर्ल्ड पिसको लागि हामी कन्फरेन्स पनि राख्ने प्लान गरेको छु। त्यहाँ गरेपछि नेपाल देशको लागि धेरै ठुलो कुरा हुन्छ, किनभने यसको शान्तिधाम चाहिँ लुम्बिनीमा हुँदैछ। त्यही कारणले त्यहाँ पनि हामीले त्यहाँबाट धेरै देशको लागि हामीले अलिकति के न के सपोर्ट कि फिलिङ चाहिँ दिने सक्ने छ भनेर त्यस्तो राखेको छु। अनि यो चाहिँ कार्यक्रम यहाँ राख्नेको कार्यक्रम चाहिँ अहिले फर्स्ट टाइम हो। यहाँबाट हामीले के आशा राखेको छु भने होल इयर राउन्ड बाइसाइकलकोबाट पिसको लागि
हामी कार्यक्रम गर्ने सक्ने सम्भावना देखेको छु। अहिले लुम्बिनी मात्र जानेको लागेन। अनि जनकी माको त्यहाँ जनकपुरसम्म जाने पनि हामीसँग प्लान छ। त्यहाँदेखि एभरेस्टको बेस क्याम्पसम्म पनि हामी जानेकोलाई त्यसो सोच छ होइन। के गर्ने सक्छ हामी गर्ने तयारी छु। त्यसमा चाहिँ हामी सबै मिलाएर गर्ने हो। And I hope you all will participate. You all will do the wonderful thing to support it. And अनि अझै चाहिँ त्यति नै कुरा हो। अनि धेरै कुरा त यहाँ हामीले लेखेको छु, प्रेस रिलिजमा पनि छ। अनि त्यसमा तपाईँहरूले एकचोटि पढेर अनि कस्तो गर्नुपर्छ मैले धेरै भन्ने जरुर पनि छैन, तपाईँहरूलाई सबै थाहा छ हैन। So we are like a one family. So whatever we can do, we will do together. देशको लागि, विश्वको लागि, शान्तिको लागि, सुखको लागि हैन। We must do things together. We have responsibility. अनि मेरो यसमा चाहिँ मैले यो गर्नेको कारण चाहिँ के हो भने अब मनुष्यको जीवन चाहिँ धेरै लम्बा पनि होइन। अनि मनुष्यको जीवनमा हामीले के न के काम गरेर आफ्ना पनि सुख पाउने, सबैजनाकोले सुख दिने सक्नेको काममा हामी लाग्नुपर्छ। त्यसको इम्प्याक्ट इन्भेस्टमेन्ट भन्छ। हाम्रो टाइम चाहिँ कसो इन्भेस्ट गर्ने, त्यो पनि एउटा लिभिङ लेगेसीको रूपमा लिनुपर्ने रहेछ भने म यहाँ पनि तपाईँहरू पनि त्यही भन्न चाहन्छु। अनि जहाँ गए पनि, देश विदेश जहाँ गए पनि, जो भेटे पनि म त्यही भन्छु। सो आई होप this will be helpful, and I pray that you all have a very good health and happiness and successful in everything that you are doing. And I will be praying for you, and you guys do the right thing for the benefit of all brothers and sisters. Thank you.